हेलो साथीहरू, काठमाडौँ महानगरपालिकाले लगेको 11-12 निःशुल्क पढ्ने छात्रवृत्ति स्कलरसिपको इक्जाममा जम्मी 22,020 जना उपस्थित भएका थिए। उनीहरूको ओएमआर सिट चेक गरेर रिजल्ट प्रकाशन गरिसकेको छ। तपाईहरुलाई रिजल्ट हेर्न आएन अथवा रिजल्ट यति धेरै लामो छ, मेरो सिमल रोल नम्बर कता छ यति धेरै छ, 283 वटा पीडीएफ छ, तपाईको पेजहरु छ। तपाईहरुलाई हेर्न आएन, यसलाई कसरी हेर्ने सजिलो तरिकाले त्यो म सिकाउन गइरहेको छु। सर्वप्रथम तपाईहरु च्याट जीपीटीमा जानुपर्ने हुन्छ। च्याट जीपीटीमा गएर प्लस आइकनमा क्लिक गरी फाइलमा क्लिक गरी यो पीडीएफलाई अपलोड गर्नुपर्ने हुन्छ। अपलोड गरेर तपाईले यहाँ जस्तै इक्जाम्पलमा तपाईको रोल नम्बर हाल्नुपर्ने हुन्छ। मेरो लागि मेरो रोल नम्बर यो मेरो एउटा क्लाइन्टको हो, 26 यता हेर्नुस्, रोल नम्बर यहाँ हुन्छ, रोल नम्बर 26,574 हेर्नुस् है, 26,574 चेक दिस रोल नम्बर and give me this सिरियल नम्बर भनेर हान्नु होला। यसरी हान्न बित्तिकै च्याट जीपीटीले तपाईहरुको पीडीएफलाई एनालाइसिस गर्छ। एकछिन रोक्नुपर्ने हुन्छ, नेट अलि ढिलो चलेकाले। हेर्नुस्, उहाँ भाइ पास हुनुभएको छ। उहाँको सिरियल नम्बर 6247 मा उहाँको रिजल्ट छ, 6247 हेर्नुस् है। अब हामी पीडीएफमा जानेछौँ अनि हामी 6247 खोल्छौँ है। अब 6247 खोज्छौँ। यो पीडीएफ छोटो आएर रहेछ। हेर्नुस्, म पीडीएफ तपाईलाई प्रोभाइड गर्छु। 6247 हेर्नुस्, 6247 6247 4000 आयो भर्खरै। छ 6201 आयो, 6247 है। 247 हेर्नुस् यहाँ, 6247 मा 26,574 अपटेन मार्क 56 देख्नुभयो। यसरी तपाईले हेर्न सक्नुहुन्छ। तपाईहरुको अब तपाईलाई यो नतिजा चित्त बुझेन भने तपाईले अब महानगरमा गएर पुनर्योगको फर्महरु भर्नुपर्ने हुन्छ। त्यसको लागि 1000 रुपैयाँ लाग्छ। अनि कसैजना यो भनेको 40 मार्क्स भन्दा माथि लिएकोलाई मात्रै हो, 40 मार्क्स भन्दा तल लिएकोमा फेल भनिन्छ। त्यो फेल म हुन सक्दैन, मेरो यति आउँथ्यो भनेर पुनर्योग पनि दिन सकिन्छ। तपाईले यो पीडीएफहरु मैले ग्रुपमा प्रोभाइड गरेको छु। त्यसको लागि मेरो तल WhatsApp ग्रुपमा जोइन हुनु होला। हस्त, धन्यवाद। आफ्नो रिजल्ट चेक गरिसकेपछि च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनु होला, किनभने मैले अनलाइन कामहरु सबै गर्छु। त्यसैले हस्त, धन्यवाद।